नेपालीबाट होइन चुक्सा होइन चुक्सा खयो चुक्सा खयो जेक्तो ख आसिनाम्ने इन्कीको चोक्सुम तबी मोती निम्छ झारा मुकिम थियो जेक्तिम थियो आम्नुने ममको किम इन्कीको किम घोबी जेनु खाइता आकी ख आंगलाई इन्किया वायादानी पादानी दाजु भाइलाई गर्नुभयो त्यसै हुनाले मेसक इन्कीको अब म मन त इन्की रौथु हमको कुल पुक्ष ठिक ठोकीको रिलम्बी टोतम मोकिमको जेक्तिनको मेसक अनि किराम अनि किराम कङ्कु सुबुसु अनि बाबा अनि कङ्कु सुबुसु माछुकिति खने सिरकु मिर्कुय सुकितिन होतुन भनेको चाहिँ अब खोला खसी बग्दैन कङ्कु सुबुसु भनेको चाहिँ खोला हुन्छ हस् ल म सरासरी भनिदिन्छु है त मेसोक अब इन्कीको अनि कङ्कु सुबुसु पिन छ तबिने इन्कीको चुचाचु के को नाम हिमानी अनिको हजुर चुचाचुको इन्कीको यो चुचाचु मेसोक अब मनको नोपी त्यो भने अब अन्नीले किरा अब किरा मोदी खबी इनकी काव फार छुकितिन इनकी भने म यो इनकी ने अब मोमन इनकीको रिलम्बी कुलो कुक्सुको खिका छुको रिलम्बी तो रिसिपुना इनकीपुना मैका पनि आस्तो पनि अनि किरा हमको बरह व्यक्तिमै आँखीका बरह व्यक्तिमै आँखीका तो इन्कियाने अनिको किरा हमको साई भनेको शिर माप्लिप्तो आँखीका अनिको साई प्लिप्तो ख तोरिन्छ तो मुकिम छ है बाबा हजुरहरू नमस्कार मेरो भाइको सबैले बुझ्ने गरी नेपालीमा फेरि भाइले माथि भन्दा पहिले मामा माउलीहरूलाई सबभन्दा ठुलो स्वागत सबभन्दा नमस्कार। तपाईँहरू यदि नहुनु भएको कि हामीले यो राख्नै पर्दैन थियो। त्यो राख्ने अवस्था चाहिँ हजुरहरूको छोरीचेली हामीलाई दिनुभएको हुनाले यो राखेर तपाईँ हामी भेला हुने भन्ने अर्थ तुमी भाषाबाट बताएर जानुभयो। अनि अर्को कुरो के भने तपाईँ हाम्रो राईहरूको अरूहरूको के छ तर हाम्रो तुमी राईहरूको चाहिँ यसो घामपट्टि फर्काइदिएर यो शिर उठाउने अत्यन्तै धेरै आत्मविभोर भएर माउलीहरूलाई मान्ने
उहाँले बताएर जानुभयो। अर्को कुरो फेरि तपाईँ हामीहरूले तलबाट पो त लाग्दैछौँ है, उता पो लाग्दैछौँ। तपाईँ हामीले यस्तो कार्यमा अत्यन्त भेट हुनु पर्यो, भेट हुनुपर्छ। यहाँ मात्र होइन, हामी उहाँ पनि हाम्रो हलेसी लावरसँग पनि भेट हुनुपर्छ। भेट भएर यस्तै गर्नु पाऊँ र सधैँभरि सबै हाम्रो दोहोरो नाता होस् भनेर उहाँले बताइसक्नुभयो। र सबभन्दा ठुलो कुरो चाहिँ 10 पुस्तासम्म हाम्रो यो छोरी हजुरहरूको छोरीचेली, हाम्रो छोरा, हाम्रो नातिनीको यो शुभ कार्य हुँदाखेरि कम्तीमा पनि 10 पुस्तासम्म हजुरहरूले आशीर्वाद नघटाई सधैँभरि मनमा शुभ होस्। नाति नातिनीहरूको मात्र होइन, अब तपाईँहरूको छोरी ज्वाइँको, हाम्रो छोरा बुहारीहरूको भन्ने कुरो उहाँले व्यक्त गरेर जानुभयो। यो नेपाली मैले अर्थबोध गरेँ। अब यो चाहिँ हजुरहरूको शिरको लागि भनेको चाहिँ टाउकोमा चढाउने मात्र होइन, तपाईँ हाम्रो चाहिँ मनमा मेरो छोरी चेली ज्वाइँ चेलाले शुभ गरोस्, राम्रो होस्, नाति नातिनाले राम्रो होस् भन्ने खालको कुरो हो। र यो अब चाहिँ अहिलेदेखि उता चाहिँ यो हजुरहरूले हामीले शिर उठाएको चाहिँ ग्रहण गरिदिनुहोस् भनेर उहाँले भन्नुभएको छ। यो चाहिँ अब हजुरहरूको है, यो हजुरहरूको है, म हामीलाई आशीर्वाद नघटाइदिनुहोस् भनेर यो हामीले राखिदिएको यो चाहिँ अब हजुरहरूको है। ल है अब यो हजुरहरूले जे गर्नुहुन्छ उही हो। अब उताबाट हजुरहरूले हामीलाई आशीर्वाद दिनु हो। उता पाउँछ आशीर्वादको वचन दिनुहोस्। हाम्रो छोरी चेली हजुरको छोरा माया गर्नुभयो। माया गर्दाखेरि हामीले त्यही मायाको ढाँचा हामीले पुर्याइदिँदाखेरि त